वातावरण भन्नाले हाम्रा वरिपरिको सम्पूर्ण प्राकृतिक परिवेशलाई जनाउँछ, जसमा हावा, पानी, जमिन, वनस्पति, जनावर र मानिसहरू पनि पर्दछन्। वातावरणले हामीलाई बाँच्नका लागि आवश्यक सबै कुरा प्रदान गर्दछ। सफा हावा, पिउने पानी, खाने कुरा, वासस्थान र प्राकृतिक सौन्दर्य। स्वस्थ वातावरण बिना जीवन सम्भव छैन। तर आजको दिनमा वातावरण प्रदूषणका समस्याले हाम्रो पृथ्वीलाई सङ्कटमा पार्दै लगेको छ। वातावरण प्रदूषण भन्नाले वातावरणमा हानिकारक पदार्थहरूको मिसावट हुनु हो, जसले वातावरणलाई फोहोर, अस्वस्थ र असन्तुलित बनाउँछ। यो प्रदूषण मानिसहरूको असावधानीपूर्ण व्यवहार, अत्याधिक औद्योगिकरण, अत्याधिक सवारी साधनको प्रयोग, फोहोरको व्यवस्थापनमा कमी आदि कारणले हुँदै आएको छ। त्यसैले मानिस मात्र होइन, जनावर, वनस्पति र सम्पूर्ण प्रकृति नै प्रभावित भएको छ। प्रदूषणका मुख्य 3 प्रकार छन्। पहिलो हो वायु प्रदूषण, जसमा सवारी साधन, कारखाना, फोहोर जलाउँदा निस्केका धुवाँका कारण हावा फोहोर हुने गर्दछ। यसले श्वास प्रश्वास सम्बन्धित समस्या, दम र क्यान्सर जस्ता गम्भीर रोगहरू निम्त्याउने गर्दछ। दोस्रो हो जल प्रदूषण। ताल, समुद्रमा रसायन, प्लास्टिक, मलमूत्र वा फोहोरहरू हाल्दा हुन्छ। यसले जलयात्रालाई नष्ट गर्छ, माछा र जलजीवन मर्छन् र मानिसलाई पिउने पानी समेत अभाव हुन्छ। तेस्रो हो भू प्रदूषण, जहाँ प्लास्टिक, रसायन र फोहोर जमिनमा हाल्दा माटोको गुणस्तर बिग्रिन्छ र बाली उत्पादनमा असर पर्छ। यो समस्याको समाधान निकाल्न हामी सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। सबैभन्दा पहिला हामीले वातावरणलाई सफा राख्नुपर्छ, फोहोरलाई डस्टबिनमा हाल्नुपर्छ र प्लास्टिकको प्रयोग कम गर्नुपर्छ। हामीले पुनः प्रयोग गर्न मिल्ने सामान प्रयोग गर्नुपर्छ र रिसाइकलको बानी बसाल्नुपर्छ। सकेसम्म रुख रोप्नुपर्छ र जंगल कटानी रोक्नुपर्छ। विद्युतीय सवारी साधनको प्रयोग गर्दा वायु प्रदूषण कम गर्न सकिन्छ। पानी र बत्ती जोगाउनु पनि एक ठूलो योगदान हो। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको वातावरण संरक्षण बारे सबैलाई सचेत बनाउनु हो। घर, विद्यालय र समाजबाटै यो चेतना सुरु गर्नुपर्छ। यस अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा हामीले आफू र संसारलाई सम्झाउन जरुरी छ कि पृथ्वी हाम्रो साझा घर हो। यदि हामीले आज यसको सुरक्षा गर्यौं भने भोलिको पुस्ताले यो सुन्दर पृथ्वी देख्न पाउने छैनन्। त्यसैले हामी सबै मिलेर वातावरण प्रदूषण विरुद्ध आवाज उठाउँ, साना प्रयासहरू गरौँ र पृथ्वीलाई फेरि सफा, हरियाली र सुरक्षित बनाऊ। पृथ्वीसँगै मानव र अन्य प्राणीको अस्तित्व जोडिएको छ। त्यसैले पृथ्वीलाई जोगाऊ, मानवको अस्तित्व बचाऊ।